ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। सो आज हामीहरू पढ्दैछौँ चैतन्य चरितामृत आदिलीला 14 अध्याय श्लोक नम्बर 72 रहेको छ। सो हामी यो पढ्छौँ र म तात्पर्य आएपछि रोकौँला है। एका दिन सची देवी पुत्रे रे भर्तिष्या धारी बारे गेला पुत्र गेला पालैया। एक दिन सची माता आफ्नो छोरालाई पक्र्नको लागि जानुहुन्छ र उहाँलाई गाली गर्न चाहनुहुन्छ, तर त्यतिखेर उहाँ चाहिँ त्यो ठाउँबाट भाग्छन् भनेर भनेको छ। उचिस्ता गर्ते त्यक्त हान्दिरा उपारा बसिया चिन सुखे प्रभु देवा विशम्बरा। र जगतको सबै पालनकर्ता भए तापनि भगवान एक दिन फुटेको भाँडा, माटोको भाँडा जहाँ चाहिँ जुठोहरू फ्याँकेको हुन्छ त्यहाँ बस्नुहुन्छ र त्यसपछि चाहिँ त्यो भाँडाहरू त्यो पकाइसकेपछि त्यो भाँडाहरूलाई चाहिँ त्यहाँ फ्याँक्ने ठाउँमा चाहिँ त्यहाँ गएर बस्नुहुन्छ। र पहिला पहिला चाहिँ के थियो भन्दाखेरि चाहिँ ब्राह्मणहरूले भगवान विष्णुलाई यहाँ तात्पर्यमा प्रभाव लेख्नुहुन्छ कि जहिले घरमा पकाउँथे केही नयाँ नयाँ भाँडामा र त्यो पकाइसकेपछि चाहिँ फ्याँक्ने गर्दथे। यो चाहिँ अझै पनि यो चाहिँ चलन भइरहेको छ यो जगन्नाथपुरीमा। र त्यो पकाएको कुराहरू चाहिँ माटाको भाँडामा राखिन्थ्यो र साथसाथमा त्यो चाहिँ एकदम नयाँ भाँडामा पकाइन्थ्यो र यसरी पकाइसकेपछि त्यसलाई फ्याँकिन्थ्यो। र त्यो धेरै जस्तो घरको पछाडिपट्टि चाहिँ यस्तो भाँडाहरू फ्याँक्ने ठाउँहरू हुन्थ्यो। भगवान श्री चैतन्य महाप्रभु चाहिँ त्यो ठाउँमा आनन्दसँगले बस्नुभएको थियो एउटा आमालाई शिक्षा दिनुको लागि भनेर भनेको छ। ओम ज्ञानतिमिरन्दस्य ज्ञानञ्जना शलाकया चक्षुरुन्मीलितं येन तस्मै श्री गुरुवे नमः। वाञ्छाकल्पतरुभ्यश्च कृपासिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैता गदाधर शिवासादि गौर भक्तवृन्द। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। सो हरे कृष्ण। सो यहाँ चाहिँ कि यो जुन अहिले हामीहरू पढ्दैछौँ यो चाहिँ अगाडिको हप्तामा हामीले पढिसकेका छौँ र त्यहाँ चाहिँ के भइरहेको थियो भने चैतन्य महाप्रभु को अहिले बाल्यलीला चलिरहेको छ र त्यतिखेर लक्ष्मीप्रियालाई पनि उहाँले भेट्नुहुन्छ गङ्गाको किनारमा र यसरी मलाई पूजा गर भनेर प्रस्ताव पनि राख्नुहुन्छ र नभन्दै उनले चाहिँ त्यो प्रस्तावलाई स्वीकार पनि गरेकी हुन्छन् लक्ष्मीप्रियाले। र त्यसपछि त्यो कुराहरू हल्ला जस्तै हुन्छ कि तपाईँको छोराले चाहिँ केटीहरू यसरी जिस्काइरहेको छ यताउता भन्ने। अनि त्यही क्रममा चाहिँ यहाँ माता सची चैतन्य महाप्रभुलाई चाहिँ खेदाउनुहुन्छ। अनि त्यो खेदाउने क्रममा चाहिँ त्यतिखेर त्यो खेदाउने क्रममा चाहिँ चैतन्य महाप्रभु भागिहाल्नुहुन्छ। र अनि अर्को कथा चाहिँ यहाँ सुरु भएको छ र एक दिन चाहिँ यो कथा चाहिँ त्यहीबाट यहाँ फेरि क्रमशः सुरु भएको छ। एक दिन जब उहाँ चाहिँ त्यो जुठो भाँडाहरू फ्याँकेको ठाउँमा चाहिँ जस्तो कि माटोको भाँडामा पकाइन्छ, अहिले पनि अब जगन्नाथपुरीमा चाहिँ माटोको भाँडामै पकाइन्छ कि पकाउँदाखेरि। अनि त्यो पाकिसकेपछि चाहिँ फेरि त्यसलाई फेरि पकाइँदैन, त्यो फ्याँकिन्छ होइन। जस्तो हामीले अब थालहरू प्रयोग गर्छौँ जुन पेपर प्लेटहरू जुन खाएर हामीले फ्याँक्छौँ, हो त्यस्तै प्रकारमा माटाको भाँडाहरू चाहिँ प्रत्येक समयमा पकाइसकेपछि फ्याँक्ने गरिन्थ्यो होइन। र हर पकाउने बेलामा चाहिँ नयाँ नयाँ भाँडाहरू प्रयोग गरिन्थ्यो भनेर भनेको छ। अनि त्यो चाहिँ अब धेरै जस्तो चाहिँ अब कस्तो हुन्छ भन्दाखेरि घरमा चाहिँ पछाडिपट्टिको भागमा चाहिँ यसरी माटाको भागहरू फ्याँक्ने हुन्थ्यो भनेर भनेको छ। र एक दिन चाहिँ यहाँ त्यो आजको श्लोकमा चाहिँ के छ भनेदेखि एक दिन चाहिँ ती सानो निमाई चाहिँ गएर त्यो माटोको भाँडा त्यो जुन जुठो हो त्यहाँ चाहिँ गएर बस्नुहुन्छ। अनि बस्दाखेरि चाहिँ त्यतिखेर अब केही लीला गर्नुको लागि चाहिँ यहाँ भन्नुभएको छ र भनेर चाहिँ भनेको छ। सो हामी त्यसको बारेमा फेरि के हुँदो रहेछ भनेर फेरि अर्को श्लोकमा चर्चा गर्छौँ। सचियासी कहे केने असुचि चुनीला गंगा स्नान कराई अपवित्र हाइला। सो जब सची माताले चाहिँ आफ्नो छोरालाई त्यसरी बसेको देख्नुहुन्छ त्यो
फ्याँकेको भाँडाहरूमा र उनले चाहिँ भन गाली गर्दै भन्नुहुन्छ के गरेको यो तिमीले किन यहाँ बस्नु पर्यो तिमी, जबकि यो भाँडाहरू जुठो छन्, यो अब तिमी अशुद्ध भयो, जाऊ गएर नुहाऊ गङ्गामा गएर चाहिँ भनेर भन्नुहुन्छ। अब जुठो छोएपछि चाहिँ नुहाउने चलन पनि हुन्छ कि ब्राह्मणहरूको घरमा चाहिँ अब जुठोहरूमा टेकियो ओर्यो भने पनि नुहाउने ओर्ने हुन्छ होइन। अनि यस कारणले चाहिँ यहाँ चाहिँ त्यही कुरा भन्दै हुनुहुन्छ कि तिमी अब नुहाउनु छौ, तिमी फोहोर भयो, अब अशुद्ध भयो भनेर भन्दै हुनुहुन्छ। इहा सुनि माता के कहिला ब्रह्म ज्ञान विस्मिता इया माता करैला स्नान। यो सुनेपछि भगवान श्री चैतन्य महाप्रभुले परम सत्यको बारेमा ज्ञान सिकाउनुहुन्छ र छक्क परे तापनि आमाले तै पनि जाऊ तिमी गएर त्यहाँ गङ्गा स्नान गरेर आऊ भनेर चाहिँ भन्नुहुन्छ। परम ज्ञान सुने पनि नसुने पनि माताले चाहिँ तिमी अब फोहोर भइसक्यौ, जुठो भइसक्यो, तिमी गएर नुहाएर आउनुपर्छ भनेर भन्नुहुन्छ। यहाँ के चाहिँ परम सत्यको ज्ञान के चाहिँ भन्नुहुन्छ भन्दाखेरि भक्तिविनोद ठाकुरले चाहिँ एउटा यहाँ प्रपद तात्पर्यमा लेख्नुभएको छ। भक्तिविनोद ठाकुरले लेख्नुभएको छ अमृत प्रभाव भाष्यमा चाहिँ कि उहाँले भगवानले भन्नुहुन्छ आमा यो शुद्ध छ र यो अशुद्ध भयो, यो खास गरी चाहिँ यो मान्छेको खास चेतनामा मात्रै भएको। तपाईँले चाहिँ यही भाँडामा विष्णुलाई पकाउनु भयो र यो भाँडा अब उनलाई चढाएपछि कसरी यो अशुद्ध भयो, यो त असम्भव, यो त मिल्दैन नि। जे पनि सम्बन्धहरू भगवान विष्णुसँग राखिन्छ भनेदेखि त्यो भगवानको शक्तिलाई नै चाहिँ शक्ति नै हो भनेर त बुझिन्छ होइन। सो यस कारणले यो भले यी भाँडाहरू, यी जुठो भाँडाहरू चाहिँ तपाईँले शुद्ध भन्नुहोस् या अशुद्ध भन्नुहोस्, तर परम सत्यको नजरमा चाहिँ यो शुद्ध नै हुन्छ भनेर भन्नुहुन्छ। र यो कुरा सुनेपछि आमा दङ्ग त पर्नुहुन्छ, तर सुनेर पनि उहाँले के भन्नुहुन्छ, जाउनीमै गएर तिमी चाहिँ नुहाएर नै आऊ भनेर चाहिँ फेरि उहाँले चाहिँ यसरी आदेश दिनुहुन्छ। अब यसपछि के छ भन्दाखेरि काबु पुत्रसँग साची करिला सयान देखे दिव्य लोका आशी बरिला भावना। र कहिलेकाहीँ चाहिँ उहाँ आफ्नो छोरासँग सुत्ने क्रममा चाहिँ उहाँले देख्नुहुन्थ्यो कि देवलोकबाट मान्छेहरू आएको र पुरा घरमा चाहिँ हलचल भएको चाहिँ उहाँले महसुस गर्नुहुन्थ्यो। महसुस भन्दा पनि देख्नै हुन्थ्यो भनेर चाहिँ यहाँ भनिएको छ, देख्नै हुन्थ्यो भनेर भनिएको छ। र यहाँ भनेको छ सचिवले यहाँ पुत्र बोला बापेरी मात्रै आज्ञा पाइया प्रभु चैला चलिला बाहिरे। र एक दिन सचीमाताले भगवानलाई भन्नुभयो, मतलब चैतन्य महाप्रभु निमाईलाई भन्नुभयो, जाऊ त तिमीले आफ्नो बुबालाई गएर बोलाउ त भनेर भन्नुभयो। आमाको यो आदेश सुनेपछि भगवान उनलाई बोलाउन जानुभयो। जाँदाखेरि चाहिँ चलिते चरानी नुपुरा बाजे झन झन सुनि चमकिता हैला पिता माता रमाना। जब यसरी बच्चा अगाडि जाँदाखेरि त्यहाँ त्यो आवाज चाहिँ के थियो कि पाउजूको आवाज चाहिँ बजिरहेको थियो, त्यो टङ छ्याङ छ्याङ गर्दै। र आमा र बुबाले यो सुनिँदाखेरि अचम्म पर्नुभयो, यानि कि जगन्नाथ मिश्र र सची माता चाहिँ यो सुनेपछि चाहिँ अचम्म पर्नुभयो। यो कसरी सम्भावना भयो भनेर चाहिँ उहाँहरू दङ्गे पर्नुभयो भनेर भनिएको छ। र फेरि अर्को श्लोक छ मिश्र काहे ए बदा अद्भुत काहिनी शिशुरा सुन्या पादी केनी नुपुरे र ध्वानी। जगन्नाथ मिश्रले भन्नुभयो यो त अचम्म भएन र, जबकि उनमा कुनै पाउजु लगाएकै छैन त आवाज चाहिँ कसरी आयो, मेरो बच्चाको पाउजूको आवाज हिँड्दाखेरि कसरी आयो भन्ने चाहिँ अचम्म भयो। भनेपछि यहाँ निमाईले चाहिँ कुनै पाउजूहरू केही लगाउनु भएको थिएन, तर हिँड्दाखेरि चाहिँ छम 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 गरिरहेको थियो भनेर भनिएको छ। सचिकाहे अरा एका अद्भुत देखिला दिव्य दिव्य लोका आशी अङ्गना भरिला। र सची माताले पनि भन्नुभयो मैले पनि अर्को चमत्कार देखेको छु, मान्छेहरू चाहिँ बाहिरको लोकदेखि आउने क्रमहरू देवलोकहरूबाट र यसपछि यहाँ पुरा भिडभाड भएको पनि मैले अनुभव गरिरहेको छु, मैले यस्तो देखिरहेको छु कि देवलोकका बासिन्दाहरू पनि आएका छन् भनेर चाहिँ यहाँ भनिएको छ। अब
किबा कोलाहला करे बुझिते नपारी कहाँ के भास्तुति करे अनुमान गरी। र यसरी चाहिँ ठुल्ठुलो आवाजहरू पनि उहाँले निकाल्छन् जुन चाहिँ मैले बुझ्दिनँ र मलाई लाग्छ कि उहाँले कसैलाई प्रार्थना गरेका हुन् कि जस्तै लाग्छ भनेर यहाँ श्रीमान र श्रीमतीको बिचको कुरा चाहिँ यहाँ हामीले सुन्नु पाइरहेका छौँ। मिश्र बाले किछु हाउ उक्का चिन्ता किचु नाही विसम्बरेर कुशलहा उका यही मात्र चाहिँ। जगन्नाथ मिश्रले भने अब ठिकै छ, अब यसमा के चिन्ता गर्नु विषय त छैन, हामीहरूको चाहना विश्वम्भरको भाग्य राम्रो होस्, मलाई त चाहना त्यही छ, जस्तो जेसुकै भए पनि विश्वम्भरलाई राम्रो होस्, यानि कि विश्वम्भर चाहिँ निमाई पण्डित या चैतन्य महाप्रभु नै हो र उहाँलाई राम्रो होस्, अरू जेसुकै होस् भनेर चाहिँ उहाँले चिन्ता नगर्नु भनेर चाहिँ यसरी भन्नुहुन्छ। एक दिन मिश्र पुत्रेर चपल्या देखिया धर्म शिक्षा दिला बाहु भर्त्सना करिया। एक दिन यस्तै चकचक गर्ने क्रममा चाहिँ जगन्नाथ मिश्रले यानि कि विश्वम्भरलाई देख्नुहुन्छ चकचक गरेको, र उहाँले उनलाई एउटा नैतिकताको शिक्षा दिनुको निम्ति उनलाई गाली गर्नुहुन्छ भनेर भनिएको छ, गाली गर्नुहुन्छ भनेर भनेको छ। रात्रे स्वप्न देखि एकासी ब्राह्मण मिश्रे रेकाए किछु सहारो छ वचना। त्यही रातमा चाहिँ जगन्नाथ मिश्रले एउटा ब्राह्मण सपनामा देख्नुहुन्छ जो चाहिँ आएर उनलाई, त्यो ब्राह्मणले अलिकति रिसले चाहिँ यसो बोलिराख्नु भएको थियो अरे भनिन्छ। के बोलिराख्नु भएको थियो भन्दाखेरि, मिश्र तुमी पुत्रेर तत्व किचु नजान वत्सना तादना करा पुत्र करी माना। हे मिश्र, तिमीले आफ्नो छोराको बारेमा केही थाहा नै छैन, तिमीले आफ्नो छोरालाई छोरा भनेर सोच्छौ, तर वास्तवमा त्यस्तो नगर, त्यहीबाट तिमीले छोरा भनेर सोचेको कारणले उनलाई गाली गर्छौ र तिमीले कहिले काहीँ झर्किन्छौ, तर त्यस्तो गर्नु हुँदैन। मिश्र कहे देवा सिद्ध मुनि केना नयाँ ये सब बडा ह उक्का मात्र अमारा तनाया। जगन्नाथ मिश्रले भन्नुभयो, यो मेरो बच्चा देवता होला या कुनै तपस्वी होला या महान पुरुष होला, मलाई केही फरक पर्दैन, किनभने मलाई थाहा छ कि ऊ मेरो छोरा हो, यो चाहिँ मलाई थाहा छ, तिमीले त्यसरी मलाई सिकाउनु पर्दैन भनेर ब्राह्मणको कुरालाई उहाँले यसरी भन्नुहुन्छ। पुत्रेर लाला ना शिक्षा पितारा स्वधर्म आमी ना सिकाले कैची जानी बे धर्म मर्म। र यो चाहिँ आफ्नो बुबाको कर्तव्य हो कि प्रत्येक बुबाले आफ्नो छोरालाई धर्म र नैतिकताको शिक्षा दिनुपर्छ। यदि मैले दिनँ भनेदेखि, यस्तो प्रकारको शिक्षा दिन भने कसरी उसलाई थाहा हुन्छ भनेर भन्नुहुन्छ। सो यहाँ एउटा कुरा चाहिँ के छ, यसमा तात्पर्य त छैन, तर प्रभाले पनि भन्नुहुन्छ कि बुबा र गुरुले चाहिँ आफ्नो शिक्षालाई, बुबाले आफ्नो छोराछोरीलाई र गुरुले आफ्नो चेलाहरूलाई चाहिँ गाली दोषहरू देखिराख्नुपर्छ र उनलाई सिकाउनुको लागि कोसिस गरिराख्नुपर्छ भनेर भनिएको छ, कहिले पनि उनलाई फुर्काउनु हुँदैन भनेर भनेको छ। विप्रे कहे पुत्र यदि दैव सिद्ध या स्वत सिद्ध ज्ञान तभी शिक्षा व्यर्थ हया। ब्राह्मणले भने, यदि तपाईँको छोरा नै चाहिँ पूर्ण रूपले दिव्य एउटा योगी छन्, जसलाई पूर्ण ज्ञान छ भनेदेखि तपाईँको शिक्षाले के पो फरक पर्छ र भनेर भन्नुहुन्छ। अब यो चाहिँ जगन्नाथ मिश्रले सपनामा देखेका हुन् त्यो ब्राह्मणलाई, अनि ब्राह्मणले आफ्नो सपना चाहिँ यहाँ भन्दैछन् कि यहाँ यो सपना साधारण छोरा होइन है भनेर भन्नुको लागि भन्दैछन्। त यसरी तपाईँलाई ऊ साधारण नै होइन, उनलाई सबै ज्ञान छ भनेदेखि तपाईँले दिएको शिक्षा के पो प्रभाव पर्छ र भनेर यो ब्राह्मणले फेरि जगन्नाथलाई यसरी जगन्नाथ मिश्रलाई चाहिँ भन्दैछन्। मिश्र कहे पुत्रे न केना नाही नारायण तथापि पिता र धर्म पुत्री र शिक्षा न। जगन्नाथ मिश्रले भने, यदि मेरो बच्चा, मेरो छोरा चाहिँ नारायण साक्षात् नै हो भने पनि मेरो कर्तव्य हो कि एउटा बुबाको नाताले मैले उनलाई चाहिँ आदेशहरू उपदेशहरू चाहिँ दिनै पर्छ भनेर भनिएको छ। अनि यहाँ चाहिँ अर्को कुरा के छ भन्दाखेरि, सो यही माते दुनी करेन धर्मेर विचार विशुद्ध वत्सल्या मिश्रेर नाही जानी आरा। र यसरी जगन्नाथ मिश्र र ब्राह्मणको यो दुईटै यहाँ संवाद भइरहेको थियो सपनामा भएको कुराहरू। तर जगन्नाथ मिश्र चाहिँ
एकदम वात्सल्य भावमा डुब्नु भएको थियो र उहाँलाई कुनै कुराहरू जान्नु पनि थिएन र उनको छोरा चाहिँ कति महान छन् भनेर यो जान्नु पनि थिएन। किनभनेदेखि त्यो छोराप्रतिको प्रेम चाहिँ वात्सल्य प्रेम नभइकन फेरि के अरे वात्सल्य प्रेम हुँदैन र त्यो चाहिँ फेरि भगवान् भनेर चाहिँ फेरि डरको एउटा प्रेम हुन्छ। सो त्यस कारणले उहाँलाई जान्नु थिएन र यसरी श्रीमद् भागवतमा 10:8-45 पनि भनिएको छ कि भगवान् श्रीकृष्ण जो सारा वेद उपनिषदमा उनको गुणगान गाउँछन्, महान व्यक्तिहरूले उनलाई गाउँछन् भने तर माता यशोदा र नन्दा महाराजले चाहिँ उनलाई सानो छोरोको रूपमा पुज्दथे। त्यसरी नै जगन्नाथ मिश्रले पनि चैतन्य महाप्रभुलाई चाहिँ आफ्नो सानो छोरा नै भनेर चाहिँ सोच्दथे। भले ही त्यहाँ ब्राह्मण त्यहाँ देवताहरू आएको कुराहरू पनि थाहा पाए तापनि उहाँले यो कुराहरू चाहिँ थाहा नपाएको जस्तै जान्नु कोसिस गर्दथे भनेर भनिएको छ। यता सुनि दुई जागेला हन आनन्दिता मिश्र लागि मिश्र जागिया इला परमा विस्मिता। र यसरी एकदम सन्तुष्टि भएर ब्राह्मणले पनि जगन्नाथ मिश्रसँग खासै कुरा त्यति साह्रो त्यहाँबाट बढाउनु भएन र जब जगन्नाथ मिश्र आफ्नो सपनाबाट बाहिर निस्किनुहुन्छ उहाँ दङ्गै पर्नुहुन्छ। त्यस्तो संवाद भएको सपना देख्दाखेरि बन्धु बन्धवा स्थानी स्वप्ना कहिला सुनिया सकला लोका विस्मिता इला। सो उनले चाहिँ के गर्नुहुन्छ भन्दाखेरि चाहिँ उनले आफ्नो सपनाहरू चाहिँ यो सपनाहरू आफ्नो मित्र इष्टमित्रलाई भन्नुहुन्छ र सबैले यो सपना सुनेपछि उहाँहरू पनि दङ्ग पर्नुहुन्छ भनेर भनेको छ। उहाँहरू पनि दङ्ग पर्नुहुन्छ। हो त है तिमीले अचम्मै सपना देखेछौ त भनेर चाहिँ भन्नुहुन्छ। यही माता शिशु लीला करे गौरचन्द्र दिने दिने पिता माता र बदाया आनन्द। यसरी नै चाहिँ गौरहरिले चाहिँ विभिन्न यस्ता लीलाहरू गर्नुहुन्थ्यो र दिनोदिन आफ्नो आमा बाउलाई आनन्द दिनुहुन्थ्यो। र हामीले यो चाहिँ देख्छौँ कि बच्चा जब हुर्किँदै गर्दाखेरिको जुन आनन्द चाहिँ आमा बाउले पाउँछन्, अब हुर्किँदाखेरि अब त्यसमा गाह्रो पनि हुन्छ त, तर पनि त्यहाँ आनन्द पनि हुन्छ। सो त्यो बच्चाले जे गरे हाँसे अँगालो मारी उसलाई बाबा आमालाई अति नै आनन्द लाग्छ होइन। सो मेरो एकजना आफन्त हुनुहुन्थ्यो, उहाँले चाहिँ भन्नुहुन्थ्यो कि अब मेरै उमेरको हुनुहुन्थ्यो कि मलाई एकपटक भन्नुहुन्थ्यो मलाई बच्चा पहिला मनै पर्दैन थियो तर जब आफ्नो छोरा जन्मियो मलाई उसको जे गर्दाखेरि पनि मतलब उसको न्यापकिन हो कि के भन्छ त्यो डाइपर चेन्ज गर्दादेखि लिएर मलाई एकदम आनन्द आउँछ भन्थे उहाँले है। सो त्यस्तै कुरा हो। अब आफ्नो बच्चा भने चाहिँ आफ्नो बच्चा हुँदो रहेछ भनेर भन्थे होइन। अब बच्चा नहुने मान्छेले बुझ्दैनन् होला तर बच्चामा धेरै आनन्द हुन्छ। त्यो बच्चा उसले रोएको कराएको सबै आनन्द हुन्छ आमा बाउको लागि भनेर यहाँ बुझिन्छ। सो त्यही कारणले यहाँ त्यो बच्चाको बाल्यकाल चाहिँ सबै आमा बाउलाई त्यो बच्चालाई हुर्काउनु एकदम आनन्द मान्छन् पनि भनेर भनेको छ। यहाँ चैतन्य महाप्रभुले पनि त्यो आनन्द चाहिँ प्रदान गरिराख्नुहुन्थ्यो भनेर भनेको छ। कथा दिनी मिश्रा पुत्रेर हाते खादी दिला अल्पा दिने द्वादश फला अक्षरा सिखिला। र केही दिनपछि चाहिँ उहाँको पढाइको लागि पनि कुरा भयो र त्यो हाते खादी एउटा पर्व जस्तै, पर्व भन्ने पनि एउटा चाडबाड जस्तै हुन्छ, चाडबाड भन्ने संस्कार भन्नु पर्यो। र केही दिनपछि चाहिँ भगवान्ले केही अक्षरहरू पनि सिक्नुभयो र त्यसमा भएकाहरू अक्षर शब्दहरू पनि सिक्नुभयो भनेर भनिन्छ। यहाँ 12 फलहरू भनिन्छ। फलहरू भनेको चाहिँ यो अक्षरको मिलनलाई भनिन्छ, जस्तो कि रेफा, मूर्धन्य, दन्तव्य, नाम, या, र, ल, भ, रि, र, ल। हाते खादी चाहिँ यो चाहिँ सुरुको एजुकेसन हो भनेर भनिन्छ। लगभग 4-5 वर्ष भएपछि एउटा कुनै दिनमा चाहिँ विद्यारम्भ भनेर सुरु हुन्छ र त्यहाँ चाहिँ यसरी भगवान् विष्णुलाई पूजा गरिन्छ र त्यसमा गुरुले चाहिँ त्यहाँ उनलाई लेख्नुको लागि कलमहरू दिन्छन् र त्यसरी विद्यार्थीहरूले चाहिँ हातमा केही कोर्छन् र त्यसपछि अ आ इ उ भनेर लेख्छन् र यसरी लेखेर चाहिँ जब बच्चा अलिकति बुझ्दै गएपछि अनि त्यहाँबाट उनलाई चाहिँ त्यो पाटियो कि स्लेट भन्ने हुन्थ्यो त्यो, अब अहिलेको जमानामा अब ट्याब देलान् है। अनि त्यसपछि उनले चाहिँ लेख्न थाल्छन् अनि त्यो लेखेका शब्दहरूलाई चाहिँ फल पनि भनिन्छ, जुन चाहिँ अगाडिका कुराहरू छन् जस्तो रेपा, मूर्धन्य, ना भने दन्तव्य भनेर भनेको छ।
यसरी माथि बताए अनुसारमा। सो यसको बारेमा धेरै विशेष यहाँ दिएको छैन। र बालयिला सूत्रे यही कैला अनुक्रामा इहा विस्तारिया चिन दासा वृन्दावन। र यस्तै प्रकारको चैतन्य महाप्रभुको बाल्यलीला चाहिँ यहाँ पूर्ण रूपले क्रमशः बताइएको छ। वृन्दावन दास ठाकुरले यसलाई झन् मजाले चाहिँ व्याख्या गर्नुभएको छ आफ्नो किताब चैतन्य भागवतमा भनेर भन्दै हुनुहुन्छ यहाँ कृष्णदास कविराज गोस्वामीले। अथैव ए लीला संक्षेपे सूत्र कैला पुनरुक्ति भए विस्तारिया न कहिला। र मैले केही संक्षिप्त रूपमा मैले यहाँ बताएको छु, तर मलाई फेरि त्यो दोहोरिन्छ भनेर डर लागेको छ। मैले यसमा त्यति साह्रो धेरै चाहिँ बताइएको छैन भनेर भन्नुहुन्छ। र यहाँ अन्तिम श्लोक चाहिँ यो छ र हामी आजको श्लोक चाहिँ यहीँबाट यो अध्याय पनि सिद्ध्याउँछौँ। श्री रूपे रघुनाथ पादे यार आशा चैतन्य चरितामृत कहे कृष्णदास। र भगवान महान आचार्य श्री रूप रघुनाथ गोस्वामीको चरण पढ्दै र उहाँहरूको कृपा याचना गर्दै म कृष्णदास मैले चैतन्य चरितामृत यहाँ लेखिरहेको छु उहाँहरूकै चरण चिन्हमा चल्दै भनेर। 10 एन्ड द भक्तिवेदान्त पर्पोज टु श्री चैतन्य चरितामृत आदि लीला 14 च्याप्टर डिस्क्राइबिङ लर्ड चैतन्यस पास्ट टाइम। सो हामी यो अध्यायमा जुन भगवान श्रीकृष्ण चैतन्यको यहाँ बाल्यलीलाको बारेमा चाहिँ यहाँ कृष्णदास कविराज गोस्वामीले लेख्नुभएको छ। तर धेरै जस्तो बाल्यलीला चाहिँ चैतन्य भागवतमा वृन्दावन दास ठाकुरले लेखिसक्नु भएको छ। तर पनि उहाँले चाहिँ यहाँ लेख्नुभएको छ किनभनेदेखि यो लेखेको कुरा चाहिँ उहाँलाई चाहिँ एकदम के भन्छ भन्दाखेरि राम्रोसँगले चाहिँ लेख्नुभएको छ यहाँ क्रमशः, तर पूर्ण चाहिँ लेख्नुभएको छैन। पूर्ण चाहिँ सबै चैतन्य भागवतमा लेखिएको छ। सो भन्दै हामी फेरि भोलि भेटौँला फेरि अर्को अध्यायमा भन्दै आजको लागि हामी समाप्त गरौँ। गन्तराज श्री चैतन्य चरितामृत की जय। गौर प्रेमानन्द हरि हरि बोल। हरे कृष्ण हरे